संशोधन गर्ने कुराहरूलाई अहिले सकेनौँ र अर्को पटक पनि हामी निर्वाचित भएर गर्नेछौँ भन्ने कुरामा चाहिँ अब जनता पर्खिँदैनन्, मलाई त्यस्तो लाग्छ। ताकि अहिले जनताले तुरुन्तै मोटर बाटो पिच, तुरुन्तै यहाँ चाहिँ रातारात जादुको छडी त्यो खोजी चाहिरहेका छैनन्। हामीले भोगेका छौँ। हामी रोपाई छोडेर 10 किलो मोल थाप्ने किसान, सबै नेपाली जनता किसानको अवस्था त्यहाँ छ। एउटा चाहिँ किसानलाई चाहिँ स्रोत साधन र किसानको हक हितमा अत्यन्तै पिछडिएको किसानको अवस्था यहाँ छ र देश धेरै ऋणमा मारमा डुबिरहेको अवस्था छ। यो अवस्थालाई नीतिगत रूपमा अबको यो सरकारले तत्कालै यी नीतिहरू सच्याएर अगाडि बढ्नेछ र देश समृद्ध बन्नेछ, यो अपेक्षा जनताको छ। र म यो प्रथम वडा अधिवेशनमा अब निर्वाचित हुने, अब बन्ने यो कार्य समितिलाई म हार्दिक बधाई दिन चाहन्छु। समृद्ध वडा, समृद्ध केौरानी, विकासको नमुना केौरानी, जिल्लाकै नमुना केौरानी बनाउनु पर्ने हाम्रो केौरानी छ। हाम्रो 8 नम्बर छ। हाम्रो 8 नम्बर इन्द्रावतीबाट ककनीसम्मको एउटा रुमाल आकारको एउटा चाहिँ स्वर्गभूमि छ। यो स्वर्गभूमिमा आम युवा साथीहरूले हातेमालो गरेर यसमा हामीले गर्नुपर्ने सल्लाह सहयोग सुझावको लागि म कहिल्यै पछि पर्ने छैन भन्ने प्रतिबद्धताको साथ म यो अधिवेशन पूर्ण रूपमा सफलताको कामना गर्दै मेरो 2 शब्द यहाँन्त गर्दछु। धन्यवाद, नमस्कार।